नमस्कार साथीहरू, लर्न एन्ड क्रिएट विथ विशाल युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। आज हामी यनोसी कसरी डाउनलोड गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्नेछौँ। सर्वप्रथम त यहाँहरू विदेश अध्ययन गर्न जाँदै हुनुहुन्छ भने यहाँहरूका लागि नो अब्जेक्सन सर्टिफिकेट अनिवार्य छ। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा जुन सानोठिमी भक्तपुरमा रहेको छ, यसले बाह्य देशहरूमा अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि यनोसी जारी गर्दै आइरहेको छ र यहाँहरूले अनलाइनबाट फर्म भर्न सक्नुहुन्छ भने एप्रुभलको लागि चाहिँ यहाँहरूले अफिस भिजिट गर्नुपर्ने विद्यमान प्रावधान छ। र आज हामी चाहिँ यनोसी कसरी डाउनलोड गर्न सकिन्छ भन्ने विषयमा कुराकानी गर्न गइरहेका छौँ। यहाँहरूले यनोसी एप्रुभ भइसके पछाडि आफ्नो यनोसीको पोर्टलमा गएर yonosi.moest.gov.np/login क्रमबाट अथवा यहाँहरूको वेब ब्राउजरबाट सर्च गर्नुभयो भने यहाँ स्क्रिनमा देखिए जस्तै विन्डो खुल्छ। त्यसपछि यहाँहरूले आफ्नो युजर नेम अथवा फोन नम्बर, मोबाइल नम्बर राख्न सक्नुहुन्छ। मैले यहाँ एउटा युजर नेमको ठाउँमा मोबाइल नम्बर राख्छु। त्यस पछाडि म यहाँ पासवर्ड पनि राख्छु। यहाँहरूले आफ्नो पासवर्ड राख्न सक्नुहुन्छ र पासवर्ड बिग्रेको अवस्थामा यहाँहरूले यनोसी अफिस भिजिट गरेर आफ्नो पासवर्ड रिसेट गर्नु पनि सक्नुहुन्छ। यसरी यहाँहरूले लगइन गरिसके पछाडि एउटा विन्डो खुल्छ र यहाँहरूले माई यनोसी ड्यासबोर्डमा जानुभयो भने माई यनोसी भन्ने अप्सन देखिन्छ। त्यो माई यनोसीमा क्लिक गरेपछि यहाँहरूको कतिवटा यनोसी तयार भएको छ, त्यही अनुसार यहाँ देख्न सक्नुहुन्छ र यहाँ पनि एप्लिकेन्टको यनोसी तयार भएको एप्रुभ भन्ने देखिन्छ र यहाँहरूले भ्यूमा क्लिक गर्नुभयो भने त्यसपछि उक्त यनोसी हेर्न मिल्छ। त्यहाँ एप्लिकेन्टको डिटेलहरू सबै देखिएको हुन्छ र त्यसपछि यहाँहरूले लास्टमा गएर डाउनलोड यनोसी सर्टिफिकेट भनेर देख्नुहुन्छ र उक्त बटनमा क्लिक गरेपछि यहाँहरूको एउटा यनोसी जेनरेट हुन्छ। यनोसी यहाँले देख्न सक्नुहुन्छ। यो यनोसीमा क्युआर हुन्छ, त्यसैले यसमा सिग्नेचर गराउनु चाहिँ पर्दैन। यनोसी यसरी यनोसी डाउनलोड गर्न मिल्छ र यहाँले आवश्यकता परेको समयमा डाउनलोड गरेर प्रिन्ट गर्न सक्नुहुन्छ। र प्रिन्ट चाहिँ लिमिटेड दिएको हुन्छ। यहाँले 6-7 पटक भन्दा धेरै पटक प्रिन्ट गर्नु चाहिँ मिल्दैन, डाउनलोड गर्नु चाहिँ मिल्दैन। यसरी चाहिँ हामीले के गर्न सक्छौँ त भने यनोसी डाउनलोड गर्न सक्छौँ। यहाँहरूलाई यनोसीसँग सम्बन्धित अन्य कुनै